सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बरा बाहिनी मुख्यालय पकले सुनसरीमा बाहिनी मुख्यालय स्तरीय दोस्रो सुरक्षा सम्मेलन सम्पन्न भएको छ। सम्मेलन सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार नेउपानेको प्रमुख अतिथ्यतामा यही मङ्सिर 7 गते सम्पन्न भएको हो। सम्मेलनमा कोशी प्रदेश स्तरीय सशस्त्र प्रहरी बल नेपालका कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा 7वटा गढ, 9वटा गुल्म, फिल्ड अस्पताल पकली तथा सिवा गुल्मका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो। साथै कोशी प्रदेश सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म तथा सुरक्षा बेसका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। सम्मेलनमा कोशी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, आगामी फागुन 21 गते घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थापन, निर्वाचन लक्षित सुरक्षा योजना निर्माण, वर्तमान सुरक्षा चुनौतीको विश्लेषण तथा कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर बाहिनी मुख्यालय पकले सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार नेउपानेले प्रशासनिक तथा अपरेसनल गतिविधि, सीमा सुरक्षा, तालिम व्यवस्थापन, दुर्घटना न्यूनीकरण, युनिट व्यवस्थापन, कल्याणकारी सेवा, प्रतिनिधि सभा निर्वाचन तथा सीमा नाकाबाट तेस्रो मुलुकका नागरिकहरूको हुन सक्ने अवैध प्रवेश रोकथाम लगायतका विषयमा कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिनुभएको थियो। सम्मेलनले कोशी प्रदेशमा शान्ति सुरक्षा कायम राख्न तथा निर्वाचन लगायत संवेदनशील गतिविधिमा प्रभावकारी सुरक्षा व्यवस्थापन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।